नमुना प्रश्नपत्र सेट 1 कर्णाली प्रदेश 5औं तह 2081 मा यहाँहरूलाई स्वागत छ। ओल्ड बी ई-लर्निङमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनुहोला। यसैगरी प्रश्न नम्बर 1 मा सुरु गरौँ। 15औं विश्व खुशी सूचकाङ्क 2024 मा प्रथम स्थान हासिल गर्ने मुलुक कुन हो भनेर भनेको छ। यसमा चाहिँ पहिलो अप्सनमा फिनल्यान्ड छ, त्यसैगरी दोस्रो अप्सनमा डेनमार्क छ, तेस्रो अप्सनमा अमेरिका र चौथो अप्सनमा न्युजिल्यान्ड भनेको छ। यसको सही एन्सर डेनमार्क रहेको छ। यसैगरी क्वेसन नम्बर 2 मा 18औं चितवन हात्ती तथा पर्यटन महोत्सव 2081 को प्रथम उपाधि कुन हात्तीलाई प्रदान गरिएको थियो भनेको छ। यसमा चाहिँ एउटा रहेको छ बिजुलीकली, अर्को रहेको छ कृष्णकली अनि अर्को रहेको छ रोनाल्डो प्रसाद र अर्को रहेको छ शेल्पकली। यसको सही जवाब चाहिँ बिजुलीकली रहेको छ है। बिजुलीकलीलाई 2081 को हात्ती तथा पर्यटन महोत्सव 2081 को प्रथम पुरस्कार प्रदान गरिएको थियो। यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर कुन शैलीमा बनेको छ भनेर, कुन शैलीमा निर्माण भएको छ भनेर भनेको छ। यसैगरी सुरुमा अप्सन 1 मा रहेको छ युरोपेली शैली, 2 मा रहेको छ शिखर शैली, 3 मा रहेको छ प्यागोडा शैली र 4 मा रहेको छ माथिको कुनै पनि होइन। यसको सही जवाब रहेको छ प्यागोडा शैली। काठमाडौँ स्थित पशुपतिनाथको मन्दिर प्यागोडा शैलीमा निर्माण भएको छ। पशुपतिनाथ प्यागोडा यसरी पनि याद गर्न सकिन्छ है। अनि यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ क्षेत्रफलका आधारमा विश्वका 5 ठुला राष्ट्रहरूमध्ये देखाएको कुन राष्ट्र पर्दैन। रसिया, क्यानाडा, अमेरिका र तुवाल रहेको छ। अब यो त सबैले थाहा भएको कुरो, रसिया, क्यानाडा, अमेरिका चाहिँ पर्यो, यो तुवाल चाहिँ परेन है। अनि यसैगरी प्रश्न नम्बर 5 मा चाहिँ 16औं योजनाको अन्त्यसम्ममा नेपालको साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ भनेर प्रश्न आएको छ। त्यसैगरी चाहिँ सुरुमा अप्सन ए मा छ 70, त्यसपछि 80, त्यसपछि 85, त्यसपछि 100% पुर्याउने भनेको छ। अब यसको चाहिँ सही जवाब रहेको छ 85% है। यसको सही जवाब 85% रहेको छ। 16 योजनाको अन्त्यसम्ममा नेपालको साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ भन्दाखेरि 85 रहेको छ। यसलाई चाहिँ अब मासुभात 85 है, मासुभात थालमा टक्क मासुभात 85 चाहिँ मजाले स्कुलमा पढ्न गइयो भनेर याद गर्न पनि सकिन्छ है। ल, स्कुलमा पढ्न गइयो भनेर हामीले मजाले सक्छौँ, यसलाई याद गर्न सक्छौँ है। मासुभात 85 कहाँ गइयो, स्कुलमा पढ्न गइयो है त। ल ठिक छ। अनि 6 नम्बर रहेको छ बफर जोन अफ युरोप भनेर कुन देशलाई चिनिन्छ भनेर भनेको छ। यसको चाहिँ पहिलो मलेसिया रहेको छ, त्यसपछि ब्राजिल रहेको छ, अनि बेल्जियम रहेको छ, अनि चाहिँ बङ्गलादेश रहेको छ। यसको सही एन्सर चाहिँ बेल्जियम रहेको छ है। बफर जोन अफ युरोप भनेर चाहिँ बेल्जियमलाई चिनिन्छ अफर है, यसरी राख्नु होला। अब अर्को चाहिँ बर्मुडा त्रिकोण पाइने एकमात्र महासागर कुन हो भनेर भनेको छ। यसमा चाहिँ आन्त महासागर, हिन्द महासागर, प्रशान्त महासागर अनि माथिको कुनै पनि होइन भनेर भनेको छ। यसको सही एन्सर चाहिँ आन्त महासागर रहेको छ। बर्मुडा त्रिकोण पाइने एकमात्र महासागर कुन हो भनेपछि चाहिँ यसमै आन्त महासागर भनेर भनेको छ है। त्यसैगरी प्रश्न नम्बर 8 मा छ सहारा मरुभूमिमा चल्ने वायुलाई के भनिन्छ भनेर भनेको छ। यसमा चाहिँ सिरेटो, टोर्नाडो र बिलिबिली भनेर भनेको छ। यसको सही जवाब सिरेक्टो रहेको छ है। सहारा मरुभूमिमा चल्ने वायुलाई सिरेक्टो नामले चिनिन्छ। प्रश्न नम्बर 9 मा रहेको छ भूकम्पीय जोखिमका हिसाबले विश्वको पहिलो स्थानमा रहेको देश देखाएका मध्ये कुन हो भनेको छ। यसमा चाहिँ सुरुमा आर्मेनिया रहेको छ, त्यसपछि जापान रहेको छ, त्यसपछि नेपाल रहेको छ, त्यसपछि अमेरिका रहेको छ। यसमा चाहिँ भूकम्पीय जोखिमको हिसाबले विश्वको पहिलो देश चाहिँ आर्मेनिया रहेको छ है। आर्मेनिया रहेको छ। प्रश्न नम्बर 10 मा बङ्गालको दुःख भनेर कुन नदीलाई चिनिन्छ भनेर भनेको छ। यसमा चाहिँ दामोदर नदी, धर्माकर नदी, कर्णाली नदी र भेरी नदी भनेर दिएको छ। यसको सही जवाब रहेको छ दामोदर नदी। दामोदर नदीलाई बङ्गालको दुःख भनेर समेत चिनिन्छ। अनि त्यसैगरी प्रश्न नम्बर 11 मा रहेको छ क्षेत्रफलका हिसाबले कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो भनेर भनेको छ। यसमा चाहिँ सुर्खेत, त्यसपछि जुम्ला, त्यसपछि डोल्पा, त्यसपछि हुम्ला भनेर भनेको छ। यसको सही एन्सर चाहिँ डोल्पा रहेको छ। कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला क्षेत्रफलका आधारमा कर्णाली प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो त भन्दाखेरि डोल्पा रहेको छ है। अनि त्यसैगरी प्रश्न नम्बर 12 मा चाहिँ इन्द्र जात्रामा कुमारीको रथ घुमाउने प्रचलन कसले चलाएका थिए भनेर भनेको छ। यसको चाहिँ जयप्रकाश मल्ल, भीम मल्ल, जुद्ध शमशेर र रत्न मल्ल भनेर भनेको छ। यसको सही जवाब चाहिँ जयप्रकाश मल्ल
है। यसको सही जवाब चाहिँ जयप्रकाश मल्ल रहेको छ। तपाईँहरूले चाहिँ मैले लगाउनुभन्दा अप्सन भन्नुभन्दा पहिले चाहिँ सोचिसक्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ म एन्सर लगाइहाल्छु है। प्रश्न नम्बर 13 मा रहेको छ जनकपुर जयनगर रेलवे सेवा कसको पालामा स्थापना भएको थियो है। यसमा चाहिँ सुरुमा छ जयप्रकाश मल्ल, जुद्ध शमशेर, राजा वीरेन्द्र, रणदीप सिंह र रत्न मल्ल। 5वटा अप्सन हुनुपर्ने छ। यसमा चाहिँ केही छैन। यसको सही एन्सर रहेको छ जुद्ध शमशेर है। जुद्ध शमशेर यसको सही एन्सर रहेको छ। जुद्ध शमशेरको पालामा चाहिँ जनकपुर जयनगर रेलवे सेवा चाहिँ स्थापना भएको छ। हाल चाहिँ यसको 53 किलोमिटर छ है। यो 53 किलोमिटर जनकपुर जयनगर रेल सेवा हाल 53 किलोमिटर छ। जनकपुरदेखि जयनगरसम्म चाहिँ अहिले यो चलिरहेको छ। अनि यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ फिरन्ते जाति भनेर कुन जातिलाई चिनिन्छ भनेर भनेको छ। यसको सही एन्सर रहेको छ। यसमा चाहिँ राउटे, बनकरिया, कुसुन्डा, माझी भनेर अप्सन दिएको छ। यसको सही एन्सर रहेको छ राउटे जाति, जुन चाहिँ कर्णाली प्रदेशमै धेरै बसोबास गर्ने भएको हुनाले यो अलि सम्भावित छ। अनि त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ आर्थिक सर्वेक्षण 2080-81 अनुसार कर्णाली प्रदेशको आर्थिक वृद्धि दर कति रहेको छ भनेर भनेको छ। यसमा चाहिँ आर्थिक सर्वेक्षण 2080-81 अनुसार चाहिँ कर्णाली प्रदेशको आर्थिक वृद्धि दर 3.4 रहेको छ है। 3.4। धन्यवाद। भिडियो अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि दिन चाहन्छु। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिनुहोला।